हेलो गाइज गुड मर्निङ। म चाहिँ मर्निङ वक गएको, मेरो साँडु पनि छ हो। अनि यसलाई चाहिँ अब हाम्रो सुपर रोड भन्छ यसलाई। अहिलेको 6 बजिसकेको छ। ऊ पर हाम्रो रेड ब्याङ्कको हस्पिटल हो। यहाँ साँडु फेरि अब अहिले अब यो जवानीमा मर्निङ वक हिँडेर कुदेर कमान्डो बनिने अरे। अब कमान्डो डाइना खोलामा बनिने डाइना खोलाको कमान्डो बनिने अब 6-7 वर्षमा। अन्त म अघि मेरो पछाडि भक्कु आर्मी हुन्छ। 13 दिनसम्म 13 दिनको लागि 13 दिन बादमा बिर्सिन्छ मलाई। र हाम्रो यहाँ रेड ब्याङ्क बगान 20 वर्ष बन्द भएको थियो र अहिले नयाँ प्लान्टेसन गरेको छ र खालि खोलेर प्लान्टहरू मात्र लगाए कि, तर यो बगान चाहिँ मतलब चलेन, बन्द भयो हो। यहाँको सबै रेड ब्याङ्कको लेबरहरू चाहिँ डाइनामा जान्छ काम गर्नुको लागि हो। खोइ यो मालिकले पनि के गरेको, यहाँ नयाँ प्लान्टहरू लगाएर पैसा चाहिँ दिएको छैन लेबरलाई, यत्तिकै रोपेर के गरेको। बा साँडु गरम महिनामा पत्ती आउनु खोल्छ कि नि? पत्ती आयो भने खोल्छ, पत्ती उठाइसक्यो काम बन्द फेरि। होइन अन्त यत्रो प्लान्टेसन गर्यो, यत्रो खर्च गर्यो हो, के फाइदा? के गरेको त अन्त? खालि त्यो पैसा चाहिँ कहाँ लगाम भएको? कम्पनीले त माड भात खाने बेला भइसक्यो। यो चाहिँ हाम्रो आम्बडी जाने रोड हो। चमर्ची आम्बडी भुटान, यही बाटो छिट्टै जान्छ। हाम्रो चाहिँ 10 मिनटको बाटो हो भुटान। यो हाम्रो टी गार्डन। तलबाट आउँदैछ सन्जु दाजु, यहाँ आउँदैछ है। यसले बगानको पत्ती जम्मा गरेर लिएर आउँछ गोदाममा चाल। अब यो उमेरमा कमान्डो जान्छु भन्छ यो दाजु पनि। 13 दिनको लागि होइन कुद्नु होइन, आउन हौ। अरे आउन। बिहानै बाघले मुतेर गएछ नि साँडु। समिना बोलाएर रो रहा है। तिमीहरू मात्रै पतला हुनु खोज ल, मलाई चाहिँ नबोलाएर। ओके, यो भिडियो अगर युट्युबमा गएको छ नि म आउँदा भाउजूहरू पनि भेट भयो हो, मर्निङ वक गरिरहेको छ। यहाँ हाम्रो बहिनी फेरि रामदेव बाबाको चाहिँ रामदेव बाबाको चाहिँ अरिजिनल भक्त हो नि। फेरि जो रामदेव बाबाले गर्छ त्यही कपी गरिरहेको हुन्छ यसले चाहिँ। अझै एक्लै होइन हौ भाउजू, बडी चाहिँ एक्लै कहाँ उता गएको अरे? हावा काम गर्दा त ठिकै थियो भन्नु नि। हाम्रो बडी चाहिँ अब कुदेर चाहिँ आइपिएस हुने अरे हो। आइपिएस अब यो बङ्गालको आइपिएस हो। अब पुरा ट्रेनिङ गर्दैछ, कुद्दैछ। अब ल ठिकै छ, मेरोबाट आइपिएस हुनु बडी, यति नै मेरोबाट आशीर्वाद छ तपाईँलाई ल। हिँड्नुहोस्।